आज हामी सिन्धु पुराना गाउँ भन्ने स्कुल जाँदैछौँ फ्रम इन्फानाइट सिएसआर। ल अब हामी सबैजना रेडी होइन त? एकदम रेडी रेडी ल अब जोडी परिचय भनिसकेपछि मेरो साथी यहाँ छ, ऊ मेरो जोडी भयो। अब मैले परिचय दिँदा कतिपय टाइम चाहिँ हामीले ओभरलुक गर्दैछौँ क्या त्यो कुरालाई। त्यो कारणले गर्दा एक गिलास पानी पर्छ ल, प्रशस्त पानी पिउने र न्युट्रिसियस चिजहरू। के हो त सेक्सुअल अब्युज भनेको के हो? यस्तो गर्ने भने के हो अरे? त्यसपछि टिचर, त्यसपछि क्लोज फ्रेन्ड अथवा आफ्नो सिब्लिङहरू हुन्छ नि, दाजुभाइ। एकचोटि तपाईँले पर्दा सम्बन्धीको डाक्टरलाई देखाउनु पर्यो। त्यहाँ गएर सुगर प्रेसर के छ तपाईँलाई? केही गर्न मन लाग्दैन म्याम। केही गर्न मन लाग्दैन। अल्छी लाग्छ। अरूले बोलेपछि त रिस उठ्छ। मलाई पिट्न मन लाग्छ। अरू के हुन्छ? हुन्छ भने त्यो चाहिँ नराम्रो छ है। कसैले त्यसरी नराम्रो तरिकाले छुन्छ भने हामीले के भन्नुपर्छ? के भन्नुपर्छ रे? यो समस्यामा को पर्छ भन्दा सानो मान्छेदेखि ठुलो मान्छेसम्म जो पनि पर्न सक्छ। अनि त्यसपछि यस्तो फटाकन कसले गर्छ भन्दा जसले पनि गर्न सक्छ क्या। त्यो चिनेको नचिनेको जो मान्छे पनि हुनसक्छ है। आफूले आफन्त पनि हुनसक्छ, आफूले चिन्दै नचिनेको स्ट्रेन्जर पनि हुनसक्छ। त्यही भएर हामीले जहिले पनि इन्टरनेट चलाउने बेलामा के गर्नुपर्छ भने सेफ्टी मेजरहरू फलो गर्नुपर्छ। कसरी चलाउने हामीले
मिहिनेत गर्न सक्यो भने कोसिस गर्यो भने चाहिँ हामी जीवनमा एक लेभलको आफ्नो सपना चाहिँ पुरा गर्न सकिन्छ भन्ने कुरा। र अब हामी चाहिँ सबै यहाँबाट जति पनि धेरैजना अघिको सरहरू आउनु भएको छ, हामी सबै आइटीमा काम गर्ने। आइटी भनेको सूचना प्रविधि गन्तव्यमा पुग्न सकिँदैन। दगुर्ने त दगुर्ने, नलड्ने गरी जमाड्ने के। दगुर्ने भनेर लड्ने गरी दगुर्न चाहिँ भएन, आफूले नलड्ने गरी 2-3वटा भर्याएको 2-3वटा स्टेप हामी हान्नुपर्छ भन्छु। ट्र्याक्टर के गभर्मेन्ट ट्र्याक्टर 9 क्लासमा देखेको भनिसके पछाडि 10 क्लासमा फर्स्ट टाइम मैले त्यो टेलिफोन हुन्छ नि, टेलिफोन समातेको फर्स्ट टाइम त्यसरी टेलिफोन समात्दाखेरि फेरि हात काँपेछ। थाहा छैन त्यो टेलिफोन यताबाट समाउने कि यताबाट समाउने होइन। त्यहाँनिरबाट त्यसरी चाहिँ जीवनको सुरुवात त्यहाँबाट गरेको हो। भन्न खोजेको एकदमै ग्रामीण परिवेश, सीमित हाम्रो साधन स्रोत, तर सपना चाहिँ असीमित देखेर त्यहाँदेखि सुरु गरेको। आज आएर एउटा डेस्कटप बनायौँ, फ्युल कोडलाई हामीले स्विच गरेर i3 बनाएको, i5 बनाएको, एसएसडीहरू चेन्ज गर्दैछौँ, ऱ्याम थप्दैछौँ। कति कराए तिम्रो लागि तर बुझेनौ, ढोकाको खेती गर्ने रहेछौ, दिनदिनै मुटु साप्ने रहेछौ तर भनेनौ। यति साह्रो निस्वार्थी भयौ तिमी, अझै पनि यो मनमा छौ तिमी। धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी। खाने जति सबैजना नाच्नुपर्छ है। खाए भात खाने ठाउँ छैन फेरि। सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण भलिन्टियर्स
शिक्षक शिक्षिका विद्यालय परिवार तथा इन्फानाइट केयर्स परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साङ तामाङ कक्षा 6 बाट खुसी रोका कक्षा 3 बाट सरस्वती रोका कक्षा 6 बाट के जित्नु भयो त हजुरले? समग्रमा हाम्रो प्रोग्राम एकदमै फ्रुटफुल र इफेक्टिभ भयो। भाइ बहिनीहरूलाई अथवा विद्यालय सबैलाई ससानो कार्यक्रम मार्फत सहयोग गर्न पाउँदा सम्पूर्ण टिमलाई चाहिँ धन्यवाद। बस त्यही नै हो, खुसी लाग्यो। साह्रै रमाइलो भयो, राम्रो भयो। स्टुडेन्टहरूले पनि साथ दिए, टिचरले साथ दिए, सबैकोबाट आउनुभयो। धेरै धेरै धन्यवाद टिम सबैलाई, धेरै धेरै धन्यवाद। आज एकदम राम्रो भयो प्रोग्राम। यही भन्न चाहन्छु, यस्तो यस्तो प्रोग्राम फेरि गर्नुपर्छ हामीले। लास्टै गर्मी थियो, ह्युमिड वाला गर्मी, दाँतबाट पसिना आएको थियो।